हेलो सबैजनामा नमस्कार। आज चाहिँ हामी ज्योतिषशास्त्रको पहिलो सेसनमा छौँ र यो सेसनमा चाहिँ हामी वैदिक एस्ट्रोलोजी के हो यसको बारेमा केही कुराहरू हामी बुझ्छौँ अनि आगामी सेसनमा हामी बिस्तारै बिस्तारै एडभान्स तर्फ लाग्छौँ। फर्स्टमा वैदिक एस्ट्रोलोजी भनेको चाहिँ के हो त? वैदिक एस्ट्रोलोजी इज रिफर्ड एज हिन्दू एस्ट्रोलोजी अर इन्डियन एस्ट्रोलोजी और ज्योतिषशास्त्र। वैदिक एस्ट्रोलोजी चाहिँ एउटा हिन्दू एस्ट्रोलोजी हो जुन चाहिँ इन्डियाबाट ओरिजिनेट भएको हो। इट ओरिजिनेटेड एन्ड डेभलप्ड एन्ड फ्लोरिस्ड इन एन्सियन्ट इन्डिया। यो चाहिँ इन्डियामा बन्यो, इन्डियाबाट डेभलप हुँदै गयो। यो एस्ट्रोलोजी चाहिँ वैदिक एस्ट्रोलोजीको चाहिँ एन्सियन्ट ठाउँ भनेको इन्डिया हो। यसको सुरुवात इन्डियाबाट भयो। युजिङ वैदिक एस्ट्रोलोजी अ गुड एस्ट्रोलोजर क्यान मेक अ प्रेडिक्सन अबाउट द फ्युचर इभेन्ट रिलेटेड टु द लाइफ अफ अ पर्सन आइदर विथ द हेल्प अफ हिज अर हर होरोस्कोप, बर्थ चार्ट अर प्रसरक कुण्डली। यो भनेको चाहिँ कुनै पनि गुड एस्ट्रोलोजरले चाहिँ प्रेडिक्सन निकाल्न सक्छ। तपाईँको डेट अफ बर्थ, टाइम र प्लेस थाहा भयो भने चाहिँ हजुरको कुण्डली अनुसार प्रेडिक्सन गर्न सकियो र हामीले वैदिक एस्ट्रोलोजीबाट अब भविष्यमा के हुन सक्छ भन्ने एउटा अन्दाज गर्न सकियो र बितेका दिनहरूमा के भयो भनेर हामीले हेर्न सक्छौँ कुण्डलीबाट। अब होरोस्कोप, बर्थ चार्ट भनेको चाहिँ के हो त? According to Vedic astrology, the heavenly bodies like stars and planets are moving in sky in a circular path known as zodiac. यो भनेको चाहिँ कुनै पनि एउटा स्टारहरू माथि आकाशमा घुमिरहेको छन् एउटा सर्कुलर डिरेक्सनमा, त्यसलाई चाहिँ हामीले जोडियाक भन्छौँ। होरोस्कोप shows the position of star and planets as was at the time of birth of the child. जब कुनै पनि बच्चा जन्मिन्छ त्यो बेलामा हाम्रो प्लानेट्सहरू कुन पोजिसनमा छन्, जस्तै कुन राशिमा छन् हाम्रो ग्रहहरू, त्यो अनुसार हामीले बर्थ चार्ट, होरोस्कोप और कुण्डली बनाउँछौँ। त्यसको आधारमा हामीले फर्दर त्यसको प्रेडिक्सनहरू गर्छौँ, के कस्तो हुन्छ, के कस्तो राम्रो नराम्रो हामीले फलादेशहरू गर्न थाल्छौँ। This position of stars and planets along with many other factors help in making prediction about the event associated with the life of that person. As we already talked earlier, यो चाहिँ प्लानेटको पोजिसन अनुसार हामीले कुनै पनि कुराको प्रेडिक्सनहरू गर्न सक्छौँ। लाइफमा के हुन सक्छ, के भइरहेछ, यो सबै प्लानेटको खेल हो भनेर हामीले जुन बेलामा हामी जन्मियो त्यो बेलामा हाम्रो स्टार्सहरू, ग्रहहरू कुन स्थितिमा बसिरहेको छन् त्यो अनुसार हामीले प्रेडिक्सन गर्न सक्छौँ भनेको छ। टु जज द इभेन्ट करेक्टली इट इज भेरी मच रिक्वायर्ड दैट द होरोस्कोप अफ चाइल्ड शुड बी प्रिपेयर्ड युजिङ करेक्ट डेट, एक्युरेट टाइम एन्ड एक्ज्याक्ट प्लेस अफ बर्थ। यसले चाहिँ के भन्न खोज्दैछ भन्दाखेरि कुनै पनि बच्चा जन्मिसकेपछि हामीले एकदम प्रोपर फलादेश गर्नको लागि चाहिँ उसको करेक्ट डेट एन्ड टाइम अनि प्लेस अफ बर्थ चाहिँ हामीलाई एक्ज्याक्ट चाहिन्छ भनेर भन्न खोजिरहेको छ। त्यसै गरी हामी थर्ड उस पेपरमा जाउँ र यहाँनिर देखाइएको छ दुई तरिकाको चार्ट देखाइएको छ। एउटा नर्थ इन्डियन र एउटा साउथ इन्डियन। नर्थ इन्डियनमा चाहिँ यस्तोवाला चार्ट हुन्छ। बेसिकल्ली हामीले यो चार्टमा हामीले पढाइहरू गर्छौँ। यो चाहिँ नर्थ इन्डियामा धेरै फलो हुन्छ। यो चार्ट चाहिँ साउथ इन्डियामा धेरै फलो हुन्छ। यो चार्ट हामीले यो चार्ट त्यस्तो खासै हामीले यहाँनिर पढ्ने बेलामा चाहिँ यो चार्ट अनुसार नपढिकन हामीले यो चार्ट अनुसार हामीले पढ्छौँ। योलाई चाहिँ हामीले नर्थ इन्डियन चार्ट भनेर बुझ्छौँ। र अब यहाँनिर भनेको छ जोडियाकको बारेमा केही कुराहरू लेखिएको छ। According to Vedic astrology, the heavenly bodies like stars and planet are moving in a circular path 360 degree known as zodiac. है, zodiac is divided into 12 equal parts of 30 degree each. यो भनेको चाहिँ कुनै पनि घर, कुनै पनि हाउस भन्छौँ हामीले ज्योतिषशास्त्र अनुसार। Each part is called a house and is represented by a rashi. Each rashi is ruled by some planet and each planet is associated with some star. यसले चाहिँ के भन्दैछ भन्दाखेरि हामीले कुनै पनि चार्ट बनाउँछौँ। कुनै पनि चार्टमा अब यस्तो एउटा कुनै चार्ट बनाउँछौँ मानिलिउँ। त्यो चार्टमा हामीले चाहिँ अब जस्तै कुनै एक लेखेको छ भने त्यो कुन राशि हो, त्यसरी त्यो एक नम्बर लेखेको ठाउँ कुन घर हो, यो हामीले चाहिँ पछिको समयमा हामीले पढ्दै जान्छौँ। र अहिले चाहिँ हामीले यति बुझौँ जोडियाक भनेको चाहिँ एउटा घर हो जुन घरमा चाहिँ कुनै पनि प्लानेटको रुल गरिरहेको हुनसक्छ र अरू भनेको हामी पछि पढ्दै नै जान्छौँ। देयर आर 12 राशिज, 12वटा राशि हुन्छन् है, 12वटा राशि हुन्छन्, 9वटा प्लानेट हुन्छन्, ग्रह
9वटा ग्रह हुन्छ एन्ड 27 नक्षत्र इन जोडियाक। यो जोडियाकमा चाहिँ 27 नक्षत्र 12 राशि र 12 ग्रहहरू हुन्छन्। यसै गरी अघि नै मैले कुरा गरिहालेँ। अब कसरी हुन्छ त डिभाइड, सबैमा 30 डिग्रीहरू छुट्याइएको हुन्छ। यो चाहिँ जोडियाक भनेर यसलाई भनिन्छ। यो एउटा हाउस हो। यो भनेको एउटा हाउस। यो जस्तै यो भनेको फर्स्ट हाउस, सेकेन्ड हाउस, थर्ड हाउस, फोर्थ हाउस, फिफ्थ हाउस, सिक्स्थ हाउस, सेभेन्थ हाउस, एट्थ हाउस, नाइन्थ हाउस, 10th हाउस, 11th हाउस, 12th हाउस। र अहिले मैले भनेको बेलामा भनिदिनै हालेँ, यसलाई चाहिँ हामीले लग्न पनि भन्ने गर्छौँ है। लग्न चार्टमा यो फर्स्ट हाउसमा हुने जुन पनि प्लानेट लेखेको छ त्यसलाई हामीले लग्न भन्छौँ। त्यसै गरी 9 ग्रहहरू के हुन्छन् त, त्यसमाथि इङ्ग्लिसमा र हिन्दीमा। ल इङ्ग्लिसमा हामीले भन्छौँ सन, सूर्य। हिन्दीमा सूर्य एक ग्रह। हामीले सूर्यलाई यहाँनिर हाम्रो यो अनुसार चाहिँ हामीले यसलाई सूर्यलाई हामीले स्टार होइन कि एउटा ग्रह नै मान्छौँ, एउटा प्लानेटै मान्छौँ है। एकर्डिङ टु भेदिक एस्ट्रोलोजी सूर्य इज अल्सो अ प्लानेट। अनि त्यसपछिबाट हाम्रो मुन भयो दोस्रो हाम्रो प्लानेट। मुनलाई हामीले हिन्दीमा भन्नुपर्दा चन्द्रमा। मार्स भयो। मार्सलाई हामीले हिन्दीमा भन्नुपर्दा मङ्गल। मर्करीलाई बुध। त्यसै गरी जुपिटरलाई हामीले बृहस्पति भन्छौँ हिन्दीमा। भेनसलाई हामीले शुक्र भन्छौँ हिन्दीमा। स्याटर्नलाई हामीले शनि भन्छौँ। राहु र केतु भनेको चाहिँ एउटा छाया ग्रह हुन्। यसलाई हामीले राहु केतु नै भन्छौँ हिन्दीमा पनि इङ्ग्लिसमा पनि। त्यसै गरी हामी जाउँ राशि। हाम्रो कतिवटा राशि हुन्छन् भन्दा 12वटा राशि हुन्छन्। 12वटा राशिको इङ्ग्लिसमा छुट्टै नाम छ, हिन्दीमा छुट्टै नाम छ। अब हामी सुन्छौँ इङ्ग्लिसमा के भनिन्छ त, एरिस भनेको चाहिँ मेष। एरिज राशि जहिले पनि 1 नम्बर राशि भनेको एरिज भनेको मेष भइहाल्यो। सेकेन्ड टौरस भनेको वृष। नेपालीमा अथवा हिन्दीमा राशि वृष, इङ्ग्लिसमा टौरस, नेपाली अथवा हिन्दीमा वृष। जेमिनी भनेको इङ्ग्लिसमा जेमिनी भइहाल्यो र नेपालीमा मिथुन। के भयो त भन्दाखेरि मिथुन। जेमिनी भनेको मिथुन। र हाम्रो फोर्थ राशि छ क्यान्सरलाई हामीले हिन्दीमा अथवा नेपालीमा के भन्छौँ त भन्दाखेरि कर्कट। त्यसै गरी लियो फिफ्थ राशि भनेको लियोलाई हामीले हिन्दीमा भन्नुपर्दा अथवा नेपालीमा भन्नुपर्दा सूर्य। र 6मा हाम्रो कुन चाहिँ राशि छ भन्दाखेरि भर्गो भनेको कन्या। त्यसै गरी 7th लिब्रा भनेको तुला। 8th स्कोर्पियो भनेको वृश्चिक। 9th सेजिटेरियस भनेको धनु। 10th क्याप्रिकन भनेको मकर। 11th एक्वेरियस भनेको कुम्भ। 12मा मीन पाइसेस भनेको मीन, हिन्दीमा मीन भयो यो राशिको नाम। अब त्यस्तै गरी हामी जान्छौँ नक्षत्रमा। यसै प्रकार तपाईँहरूले यो 27वटा नक्षत्रको फोटो खिचेर राख्न सक्नुहुन्छ हजुरहरूलाई आवश्यकता पर्छ भने है। यो चाहिँ एकदम इम्पोर्टेन्ट, हाम्रो पछिको क्लासहरूमा यो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। त्यस कारणले गर्दा हजुरहरूले स्क्रिनसट लिएर राख्न सक्नुहुन्छ। ल अब हामी जान्छौँ टाइम टेकन टु कभर वान राशि। कुनै पनि एउटा ग्रहलाई एउटा राशिमा कतिन्जेल समय उनीहरू बस्छन् त्यो राशि। जस्तै सूर्य अहिले मेषमा छ भने मेषबाट वृषमा जानलाई उसलाई कतिको समय लाग्छ भनेर, र एउटा कुनै पनि ग्रहलाई पुरै 12वटै राशिलाई कभर गर्नलाई कति टाइम लाग्छ भनेर हामी बुझ्छौँ यो क्लासमा। जस्तै सूर्यलाई एउटा कुनै पनि राशि 30 दिनमा त्यो राशि कट्छ है। 30 दिनमा उसले एउटा, जस्तै आज मेषमा छ भने अबको 30 दिनपछि मेषबाट ऊ वृषमा जान्छ। अब त्यो 30 दिनपछि फेरि उसलाई वृषबाट मिथुनमा जानलाई अर्को 30 दिन लाग्ने भयो। त्यस्तै गरी सूर्यले जहिले पनि 1 वर्ष एप्रोक्सिमेटलीमा 1 वर्षमा उसले एउटा ग्रहको पुरै जस्तै मेषबाट मीनसम्म सबै राशिलाई कभर गर्छ। त्यसै गरी मुनले इच एन्ड एभ्री 2.25 डेजमा चाहिँ एप्रोक्सिमेटली उसले चाहिँ एउटा राशिबाट अर्को राशिमा ऊ सिफ्ट हुन्छ। जस्तै आज वृषमा छ भने 3 दिनपछि कुनमा आउने भयो, मिथुनमा आउने भयो। आज मिथुनमा छ भने ऊ 3 दिनपछि कुन राशिमा गएर बस्ने भयो त, मिथुनपछि के आउँछ भन्दाखेरि कर्कट। त्यस्तै हुन्छ। जस्तै 27 दिनमा चाहिँ मुनले चाहिँ, जस्तै आज मेषमा छ भने उसलाई फेरि मेष कटेर अर्कोचोटि मेषमा आउनलाई उसले कति टाइम लगाउने भयो त, ठ्याक्क भन्नुपर्दा 27 दिन। यस्तै गरी मार्सलाई एउटा राशि कम्प्लिट गर्नलाई
डेढ महिना लाग्ने रहेछ। पुरै 12वटा राशिलाई कम्प्लिट गर्नलाई 18 महिना। त्यस्तै गरी मर्करीलाई 24 दिन, 288 दिन पुरै राशिलाई कभर गर्नलाई। जुपिटर चाहिँ एउटा राशिमा 1 वर्ष बस्दो रहेछ। त्यसै गरी अब उसको पुरै राशिलाई कति कति वर्षमा उसले कभर गर्दो रहेछ त, 12वटै राशिमा ऊ कहिले घुमिसक्दो रहेछ त भन्दाखेरि 12 वर्षपछि। अब त्यसै गरी भेनसलाई एउटा राशिमा आज ऊ मेषमा छ भने उसलाई वृषमा जानलाई कति दिन लाग्ने रहेछ त, 25 दिन। त्यसै गरी उसले पुरै राशिहरूलाई कभर गर्नलाई उसलाई चाहियो 300 दिन। त्यसै गरी स्याटर्न भनेको शनिलाई कति चाहियो त, 2.5 इयर्स। जस्तै ऊ आज मेषमा छ भने उसलाई मेषबाट वृषमा जानलाई 2.5 वर्ष लाग्ने रहेछ। त्यसै गरी उसलाई कम्प्लिट सबै राशिहरूमा घुमेर जानलाई 30 वर्ष उसलाई लाग्यो। त्यसकारण अब राहुमा जाउँ हामी। राहुलाई 1.5 वर्ष है। अहिले आज मिथुनमा छ भने ऊ 1.5 वर्षपछि मात्र कर्कटमा पुग्छ। त्यस्तै गरी कम्प्लिट सबै 12वटै राशिमा घुमेर जानलाई उसलाई 18 वर्ष लाग्दो रहेछ। त्यस्तै गरी केतु र राहुलाई सेम हो। अब हामी जान्छौँ इम्पोर्टेन्स अफ प्लानेटरी पोजिसन इन ह्युमन लाइफ। के रहेछ त इम्पोर्टेन्ट? द मुभमेन्ट अफ प्लानेट ग्रज इन डिफ्रेन्ट हाउस एन्ड राशिज प्लेस अ डिसिसिभ रोल इन ह्युमन लाइफ। यसले चाहिँ के भन्छ भन्दाखेरि कुनै पनि ग्रहहरू कुन प्लानेटमा बसिरहेको छ त्यसले धेरै नै इम्पोर्टेन्ट रोल प्ले गर्छ ह्युमन लाइफमा। प्लेसमेन्ट अफ ग्रहज इन डिफ्रेन्ट हाउस अफ द बर्थ चार्ट गिभ इन्डिकेसन एबाउट सम फ्युचर इभेन्ट। जस्तै कुन ग्रह कुन चाहिँ घरमा बसेको छ त्यसले पनि हाम्रो हुनसक्ने चान्सेस प्रोबेबिलिटी केमा हुन्छ त त्यो कुराहरूलाई हामीलाई उसले अगाडि नै देखाउँछ। त्यही भएर वैदिक एस्ट्रोलोजी अनुसार चाहिँ हामीले प्रेडिक्सनहरू त्यो चार्ट हेरेर कुन ग्रहले कुन समयमा के गरिरहेको छ भनेर हामीले फलादेशहरू गर्न सक्छौँ। द promises reflected in a birth chart may be fulfilled only in दशा अन्तर्दशा of the planet showing that promise। जस्तै एउटा कुनै पनि कुण्डलीमा धेरैवटा घर हुन्छन्। जस्तै 12वटा घरमा हाम्रो 9 ग्रहहरू बसिरहेको हुन्छन्। तर त्यसले चाहिँ कसरी प्ले गर्छ त, यो सर्टेन समयमा कुन चाहिँ ग्रह चल्यो, कस्तो चल्दैछ लाइफ भनेर हामीले कसरी प्रेडिक्सन गर्छौँ भन्दाखेरि त कुन ग्रहको महादशा चल्दैछ र कुन ग्रहको अन्तर्दशा चल्दैछ त्यो अनुसार हामीले प्रेडिक्सन गर्छौँ। बुझ्नुभयो? र तपाईँहरूलाई यो पनि चाहिन्छ भने स्क्रिनसट लिएर राख्न सक्नुहुन्छ। द एक्ज्याक्ट टाइम अफ फुलफिलमेन्ट अफ दिस प्रोमिसेस डिपेन्ड अन द मोसन अफ प्लानेट इन डिफ्रेन्ट हाउस अफ होरोस्कोप। जस्तै यसले चाहिँ के भन्छ, कुनै पनि प्रमिसेसहरू गर्नलाई चाहिँ कुन हाउसमा, कुण्डलीको कुन हाउसमा कुन चाहिँ ग्रह बसेको छ भनेर राम्रोसँग हेर्नुपर्छ भन्दैछ। इम्पोर्टेन्ट क्यारेक्टरिस्टिक्स अफ प्लानेट। अब कुनै पनि ग्रहहरूको के छ त विशेषताहरू भनेर हामी हेर्छौँ। ग्रह जस्तै हामीले वैदिक एस्ट्रोलोजी अनुसार चाहिँ सूर्यलाई किङ भन्छौँ, राजा। सूर्य भनेको चाहिँ राजा हो, वैदिक एस्ट्रोलोजी अनुसार राजा भन्छौँ। अनि मुनलाई चाहिँ हामीले रानी भन्छौँ। त्यस्तै गरी मार्सलाई हामीले कमान्डर भन्छौँ है, सेनापति। अनि मर्करीलाई हामीले राजकुमार भन्छौँ। जुपिटरलाई हामीले मन्त्री मिनिस्टर भन्छौँ। भेनसलाई पनि मिनिस्टर हो। अनि स्याटर्नलाई चाहिँ हामीले सर्भेन्ट भन्छौँ। त्यस्तै गरी राहु केतुलाई चाहिँ हामीले छाया ग्रह भनेर बुझ्ने गर्छौँ। अनि अब यसपछि हामीले बुझ्नु पर्दा कुन चाहिँ डिरेक्सनमा चाहिँ कुन चाहिँ ग्रहहरू बलियो हुन्छन् त। अब यो चाहिँ कसरी बुझ्न सक्छौँ भन्दाखेरि जस्तै सूर्य इस्टमा सूर्य एकदम बलवान हुन्छन्। जस्तै कुनै पनि मान्छेको सूर्य बलवान छ भने उसलाई इस्ट डिरेक्सन राम्रो हुन्छ। जस्तै त्यसै गरी मुनको हेर्नुपर्दा नर्थ वेस्ट, मार्सको हेर्नुपर्दा साउथ, मर्करीको हेर्नुपर्दा नर्थ, जुपिटरको हेर्नुपर्दा नर्थ इस्ट, भेनसको हेर्नुपर्दा साउथ इस्ट, स्याटर्नको हेर्नुपर्दा वेस्ट, राहुको हेर्नुपर्दा साउथ वेस्ट र केतुको हेर्नुपर्दा पनि साउथ वेस्ट। यो पनि हजुरहरूले स्क्रिनसट लिएर राख्न सक्नुहुन्छ। र हामी अर्को क्लासमा आगामी फर्दर कुराहरूको डिस्कसनहरू गर्नेछौँ। किप फलोइङ, प्लिज सब्सक्राइब दिस युट्युब च्यानल। थ्याङ्क यू फर वाचिङ।